साथीहरू गुड मर्निङ सबैजनालाई फेसबुक साथीहरू फ्यामिली फलोवर्सहरूलाई म चाहिँ आज के भन्न गइरहेको छु भन्दाखेरि चाहिँ धेरैजना साथीहरू चाहिँ म लाइफमा बस्दाखेरि चाहिँ कतिपय साथीहरू चाहिँ कमेन्ट गर्नुहुन्छ हामी फेसबुकको टुल्स जुन मोनेटाइजेसन टुल हुन्छ त्यो सबै क्राइटेरिया पुरा गरिसक्यो भने हामीलाई चाहिँ मेटा टिमले फेसबुक टिमले चाहिँ हामीलाई चाहिँ अहिलेसम्म चाहिँ सेटअपको टुल दिएको छैन भनेर भने त्यो तपाईँको समस्या होइन मेरो पनि समस्या त्यही थियो अहिले पनि छ एउटा मेरो दुई तिनवटा आइडीमा तपाईँको मोनेटाइजेसन सेटअप भइसक्यो भने एक दुईवटा आइडीमा चाहिँ त्यस्तै समस्याहरू पनि छ है त्यो किन भन्दाखेरि चाहिँ हामीले पहिला पहिला फेसबुकबाट पैसा आउँछ भनेर हामीलाई थाहा पनि थिएन पैसाबाट इन्कम गर्न सकिन्छ भनेर भने त्यतिखेर चाहिँ हामीले चाहिँ जुन फेसबुकको आफ्नो जुन पोलिसी हुन्छ मेटाको पोलिसी हुन्छ त्यो पोलिसीलाई हामीले धेरैजनाले थाहा पनि थिएन त्यो पोलिसीभित्र के पर्छ भनेर त्यो अनुसारले हामीले कपिराइट भिडियोहरू फोटोहरू धेरै नराम्रो चिजहरू हाल्दाखेरि चाहिँ तपाईँको कपिराइट इस्युहरू आउने भायोलेसन हुने चिजहरू हामीले गऱ्यो त्यसले गर्दाखेरि चाहिँ पुरानो फेसबुक आइडीहरू चाहिँ हाम्रो चाहिँ छिट्टो चाहिँ अहिले चाहिँ मोनेटाइजेसन भइरहेको छैन तर चाहिँ हामीले यसलाई मोनेटाइजेसनै गर्न नसक्ने पनि होइन हामी त्यसलाई चाहिँ गर्न सक्छौँ तर त्यसको लागि चाहिँ केही सेटिङहरू हुन्छ त्यो समस्याहरू जुन कपिराइटको समस्याहरू चाहिँ मेन हुन्छ त्यसलाई चाहिँ हामीले चाहिँ हटाउनुपर्छ र त्यो हटाइसकेपछि चाहिँ हामीले चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ फेसबुक टिमलाई चाहिँ हामीले चाहिँ म्यासेज गर्छौँ या मेल पठाउँछौँ या सपोर्टमा गएर हामीले त्यस्तो समस्याहरू आयो भनेर हामीले त्यहाँले चाहिँ पठायो भने एक दुई महिनामा चाहिँ उसले चाहिँ त्यो समस्याहरू हेरेर रिभ्यू गरेर चाहिँ तपाईँको एलिजिबल गर्न सक्छ भने त्यस्तो तपाईँको मात्रै समस्या होइन मेरो पनि छ मैले पनि गरेको छु म तपाईँलाई देखाउँछु त्यो समस्याहरू चाहिँ कसरी आएको थियो किन आएको थियो भनेर म देखाउन जाँदैछु एकछिन ल साथीहरू ल यहाँ हेर्नु त यो मेरो आइडी हो यसमा चाहिँ मैले चाहिँ तपाईँको चाहिँ यो मेरो एकदम पुरानो आइडी हो धेरै वर्ष आयो र मैले पनि जानी नजानेमा धेरै कुराहरू चाहिँ यहाँनिर चाहिँ हालेको थिएँ जसले चाहिँ समस्या आएको थियो यहाँ हेर्नुहोस् यहाँनिर यो प्रोफेसनलमा गएर थिच्दाखेरि हेर्नुहोस् यहाँनिर वी हेभ we have restricted your profile as a safety measure because your activity may not follow our rules भनेको त्यो रुल्सहरू मैले फलोअप नगर्दाखेरि चाहिँ यो समस्याहरू आएको हो होइन त्यो कारणले चाहिँ यसमा चाहिँ अब हामीले चाहिँ के भन्दाखेरि चाहिँ मैले पनि सबै क्राइटेरिया चाहिँ पुरा गरिसकेको हो हेर्नुहोस् है मैले पनि यहाँनिर चाहिँ तपाईँको 5 वटा मेन हुन्छ त्यो 5 वटाको 5 वटै मैले मेन